तपाईले कुनै पनि कम्पनीको शेयर किन्दाखेरि जतिमा किन्यो त्यतिमै बेच्नु भयो भने तपाईलाई नाफा हुन्छ कि घाटा हुन्छ त? जतिमा किन्यो उतिमै बेच्दाखेरि न नाफा न घाटा हुनुपर्ने हो हैन त लजिकली चाहिँ। बट के त्यस्तो हुन्छ? बुझौं डिटेलमा आज है त। मानौ तपाईले कुनै कम्पनीको 100 किता शेयर 500 रुपैयाँमा किन्नु भयो भने तपाईको टोटल कस्ट 100 × 500 गरेर 50,000 हुनुपर्ने हो हैन र? तर यस्तो हुँदैन, यसमा अरु कस्ट पनि एड हुने हुन्छ। 50,000 सम्मको ट्रान्ज्याक्सनमा ब्रोकर कमिसन चाहिँ 0.36% लाग्ने हुन्छ, जुन भनेको यो एक्जाम्पलमा 180 भयो। यसको साथै 7 कमिसन भनेर छुट्टै 0.015% तिर्नुपर्ने हुन्छ, जुन भनेको 7.5 रुपैयाँ भयो र डीपी चार्ज भनेर एक्स्ट्रा 25 पनि तिर्नुपर्ने भइहाल्यो। सो यो सबै जोडेर हेर्नुभयो भने तपाईको कस्ट चाहिँ 50,212.50 हुन पुग्छ, जुन तपाईले आफ्नो शेयर ब्रोकरलाई तिर्नुपर्ने हुन्छ। त्यो भनेको एक किताको कति पर्यो त तपाईलाई? 50,212.50 डिवाइड बाइ 100 भन्दाखेरि 502.125 पर्न गयो। अब तपाईले त्यही 100 कितालाई चाहिँ 500 मा नै बेच्नु भयो भने टोटल अमाउन्ट 100 × 500 गरेर 50,000 मा तपाईले फेरि ब्रोकर कमिसन, 7 को कमिसन र डीपी चार्ज घटाएर मात्र पैसा फिर्ता पाउनुहुन्छ। अर्थात 50,000 मा ब्रोकर कमिसन 180, 7 फी 7.5 र डीपी चार्ज 25 घटाउँदाखेरि नेट अमाउन्ट 49,787.5 मात्र तपाईले फिर्ता पाउनुहुन्छ। यसरी तपाईलाई किन्दा लागेको टोटल कस्ट भने 50,212.5 भयो र बेच्दा मात्र 49,787.5 फिर्ता पाउनु भयो, जुन भनेको 425 रुपैयाँ चाहिँ तपाईलाई घाटा भयो। किन त भन्दा घाटा नाफा अथवा बराबर जे गरेर बेच्दा पनि तपाईले इच ट्रान्ज्याक्सनमा यस्तो टाइपको कमिसन र फी तिर्नै पर्ने हुन्छ। एक्जाम्पलको कारोबारबाट तपाईलाई चाहिँ कुनै फाइदा नभएको हुनाले क्यापिटल गेन ट्याक्स चाहिँ तिर्नु परेन। अनि कति जनाले चाहिँ मैले बेचिसकेपछि चाहिँ ब्रोकरले सधैँ मेरो खातामा चाहिँ किन थोरै पैसा हाल्दिन्छ भनेको आन्सर पनि पाउनु भयो होला है। अर्को भिडियोमा चाहिँ